लौ आज हामी दुईटा अभिव्यञ्जकहरूलाई कसरी गुणन गर्ने भन्ने कुरा सिक्नेछौँ। सबभन्दा पहिला पहिलो अभिव्यञ्जकको पहिलो पदले दोस्रो अभिव्यञ्जकमा गुणन गर्ने, त्यसपछि दोस्रो पदले दोस्रो अभिव्यञ्जकमा गुणन गर्ने। दोस्रो पद पहिलो अभिव्यञ्जक हुन्छ अनि यसको हिसाब गरेर हेरौँ 3a + 2b 2a + 3b। पहिलो पदले दोस्रोमा 3a 2a + 3b, यो जुन साइन हुन्छ त्यही साइन यहाँ पनि हुन्छ 2b 2a + 3b। अब गुणन गर्ने 6a² + 9ab + 4ab + 6b², 6a² + 13ab + 6b²। यो तपाईले आन्सर थाहा पाउनुभयो। धन्यवाद।